नेपालमा बंगालको खाडीबाट विकसित भएको मोन्था चक्रवातको प्रभाव बढ्दै बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना, यी ठाउँहरूमा भारी वर्षा हुने अनुमान। दर्शकवृन्द, नेपालमा फेरि एकपटक मौसमी प्रतिकूलताले प्रभाव विस्तार गर्दैछ। अरब सागर र बंगालको खाडीबाट आएका दुई पृथक मौसमी प्रणाली आपसमा मिसिँदै गर्दा देशभर जाडो झन बढ्ने, वर्षा र हिमपात तीव्र हुने संकेत देखिएको छ। हाल अरब सागरमा उत्पन्न भएको मौसमी प्रणाली सोमबार रातिदेखि नै सक्रिय बनेर नेपालमा असर पारिरहेको छ। यसका कारण काठमाडौँ उपत्यकामा तापक्रम ह्वात्तै घटेको छ भने हिमाली भेगमा बाक्लो हिमपात सुरु भएको छ। मौसमविदहरूका अनुसार यसै प्रणालीसँगै बंगालको खाडीबाट विकसित भइरहेको अर्को प्रणाली मोन्था चक्रवात पनि नेपालतर्फ उन्मुख छ, जसले आगामी केही दिनमा अझ व्यापक असर पुर्याउने अनुमान गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार मोन्था चक्रवात बिहीबारसम्म नेपाल प्रवेश गर्ने सम्भावना छ। यसले बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अति भारी वर्षा गराउनेछ। गण्डकी र लुम्बिनी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पोखरेलले कृषकहरूलाई अहिलेका केही दिन धान काट्ने वा पराल थन्काउने जस्ता काम नगर्न पनि सल्लाह दिएका छन्। उनका अनुसार चक्रवात करिब 14 किलोमिटर प्रति घण्टाको गतिमा नेपालतर्फ अगाडि बढ़िरहेको छ। भारतका विभिन्न संचार माध्यमका अनुसार हाल मोन्था चक्रवात बंगालको दक्षिण पश्चिम र मध्य पश्चिम क्षेत्रमा केन्द्रित छ। यसले 100 देखि 110 किलोमिटर प्रति घण्टासम्मको आँधी ल्याउने अनुमान गरिएको छ। चेन्नई, उडिसा, आन्ध्र प्रदेश र पश्चिम बंगालका धेरै भागमा रातभर अविरल वर्षा भएको जनाइएको छ। मौसम विश्लेषक उज्जवल उपाध्यायका अनुसार चक्रवात बिहीबार साँझसम्म पर्सा, बारा, रौतहट र सर्लाही हुँदै नेपाल प्रवेश गर्नेछ। यसले तराईका केही जिल्ला र बागमती प्रदेशमा ठूलो वर्षा गराउनेछ, उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनका अनुसार गण्डकीमा पनि मध्यमदेखि भारी वर्षा र हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना छ। वर्षादेखि सुनसरीसम्मको तराई क्षेत्र र त्यसको उत्तरका पहाडी तथा हिमाली भूभागमा शुक्रबारसम्म लगातार वर्षा र हिमपात हुनेछ। उपाध्यायले विशेष गरी रोल्पालिङ, सगरमाथा र मकालु, बरुण क्षेत्रका पदयात्रीहरूलाई शुक्रबारसम्मका लागि यात्रामा नजान सल्लाह दिएका छन्। साथै बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म इलाम, धनकुटा, सङ्खुवासभा, सलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा उच्च जोखिममा रहने चेतावनी दिएका छन्। उनले बीपी राजमार्ग, पृथ्वी राजमार्ग तथा काठमाडौँ हेटौडा जोड्ने सड़क मार्गमा पनि सावधानी अपनाउन आग्रह गरेका छन्। तर यो प्रतिकूल अवस्था लामो समय भने रहने छैन। उपाध्यायका अनुसार शनिबारदेखि देशभर मौसम फेरि खुल्दै जाने र घमाइलो बन्ने सम्भावना छ। त्यसैले शुक्रबारसम्म सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न मौसमविदहरूले आग्रह गरेका छन्।